आज मैले ग्यास्ट्रिकको औषधि बनाउँदैछु है। हेर्नु है, यो जिरा हो, यो उसके जुवान हो, अनि यो कालो जिरा के कालो के भन्छ, मुरेलो नि भन्छ है यसलाई। यसरी भुट्नु, छुट्टा छुट्टै भुट्नु के यसलाई, छुट्टा छुट्टै भुट्नु है। जुवानो पनि भुट्यो हैन। अब यो चाहिँ मिठा जिरा नि भन्छन्, यसलाई सोप पनि भन्छ, अनि यो ठुलो जिरा पनि भन्छ, अनि अर्को के जिरा पनि भन्छ है। सबै यो बोके जिरा पनि भन्छ अझ यसलाई। बोके जिरा सोप भन्नाले फेरि अर्को फेरि एउटा सुप पनि हुन्छ फेरि, कुवाहरूमा राखेर खाने त्यो सुप होइन है। यो मिठा जिरा भन्छ है यसलाई। यो चाहिँ खाना खाएपछि खाने हो, तर मैले यो भुटेर यो अहिले भुट्छु है। अनि त्यहाँबाट फेरि अहिले त सेल आउँदैन नि त, अलि सेल आउँछ। अनि मैले यसलाई पिसेर धुलो बनाएर, अनि हल्का बिरेनुन हाल्न मन लाग्यो, बिरेनुन राख्ने है। बिरेनुन राख्न मन नलागे बिरेनुन नराख्ने है त्यो धुलोमा। किचनतिर खन नलाएको होला नुन। एकछिनमा गर्छिन् अरे भन्नु त। आमा काठमाडौँ हुनुभएको, हिजो पनि फोन गर्नु भएन, अनि फोन गर्नुभएको आमाले, किनकि हाम्रो यो किचनतिर नेट चल्दैन, त्यही भएर नेट नचलेको हुनाले आमा आत्तिनुहुन्छ नि त फोन नगर्ने भनेदेखि। आमा अहिले काठमाडौँ जानुभएको छ, त्यही भएर आमाले मलाई, मेरो त मोबाइलमा नि फोन लान छ कि अब बिचरा, अनि उता ज्वाइँको मोबाइलमा फोन गर्दै हुनुहुन्छ। अब मैले उता गएर यो भुटी भ्याएपछि आमालाई फोन गर्छु। हजुरहरूलाई नि ग्यास्ट्रिक हुन्छ, अम्लसुकी आउँछ, यताउता हुन्छ भनेदेखि जिरा, जुवानो, सोप, मुरेलो सबै गरेर पहिला भुट्नु, अनि भुट्नु र मसिनो बनाएर पिस्नु। ल 300, 400 कै हो कि सामान जति सबै। अझै सुकमेल पनि हो, सुकमेल त्यहाँ रहन्छ है। एउटा दुईवटा त मैले यहीँको पनि राख्छु, साथीहरू घरमा भएको नि। मैले चाहिँ यो मेरो आमाले पनि यस्तो एकदम, मेरो आमाको टिकटक आइडी जमुना सुवेदी छ, त्यहाँ गएर हेर्न सक्नुहुन्छ। जमुना सुवेदी, मेरो आमाको धेरै भिडियोहरू भाइरल छ। आमाले एकदम विभिन्न औषधिहरू, धेरै औषधिहरू जान्नुभयो। मेरो आमालाई 70 वर्ष हुनुभयो। मेरो आमालाई अहिलेसम्म एउटा केही रोग छैन है। मैले सुकमेल छैन, एउटा दुईवटा त रहेछ, एउटा दुईवटा होइन तताएर भोलि ल्याउनु पर्छ साथीहरू। आज मैले यसलाई पिस्दिनँ हेर्नु है, भएको राखिदिउँ न जान्छ कि फेरि। यति रहेछ, भोलि ल्याएर भुट्न भन्दा त्यो भुटिराख्नु भयो। ल आज
हजुरहरूलाई पनि ग्यास्ट्रिक हुन्छ भने यस्तै बनाएर खानु है।